हेलो वेलकम टु द युट्युब च्यानल सलिना पिसल युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्णलाई नमस्कार। सन्चै हुनुहुन्छ हजुरहरू? म पनि यता सन्चै छु, हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। र गाइस आज पनि एउटा नयाँ भिडियो लिएर आएको छु। हजुरहरूलाई कस्तो लाग्छ हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला है, र सब गरिसकेपछि अनसब नगरिदिनु होला, धेरै सपोर्ट गरिदिनु होला गाइस। आज यो असारको माहौलमा गाइस धान रोप्नको कराकर छ चाहिँ यहाँबाट म चाहिँ यहाँ यसरी बसेर भिडियो बनाएको छु कि एकदमै गर्मी छ। गर्मीले चाहिँ भित्र बसिसक्नु छैन हैन, तर मोबाइलको कभरै धरि पग्लिने गरेर गर्नुभएको छ। छानो तातेको छ कि एकदमै टिनको छानो तातेर भित्र बस्नै नसक्ने भएको छ गाइस। त्यही भएर बाहिर बसेर भिडियो बनाएको छु। यो चाहिँ यहाँ चाहिँ मकैहरू, यो पुरै मकैको छेक्के खाकै यो गाइस देख्न सक्नुहुन्छ हैन। मकैले गर्दाखेरि केही पनि देखेको छैन कि पुरै हरियाली छ। यो हरियालीले केही देख्न पाएको छैन। र आज म चाहिँ पसलमा चाहिँ खासै त्यति काम नभएको भएर कति दिन भयो घरै बसेको गाइस, एकदमै हतार लागेको छैन, हतार लागेको छ, घरै बसेको छु। तर घर बसे पनि खासै मैले भ्लगहरू त बनाएको त छैन। कहिले कहिले यसो बनाउन मन लाग्दा मात्रै बनाएर हालेको छु गाइस हैन। साथीहरू यहाँबाट देख्न सक्नुहुन्छ यो पुरै यो के भन्छ यो गाउँलाई चितेपानी तारकम सिक्लेस जाने यो हाम्रै घरको बाटो हो कि, तल हाम्रो घर हुँदै तलबाट जाने हो, बस जान्छ कि नगर बस, ठुलो नगर बस जान्छ। घामले टल्केर हैन कतै पनि बस्न सकेको छैन कि। अब चाहिँ कुखुरालाई दाना हालेर बकसेमा चाहिँ आएको छु। हाम्रो कुखुरा कस्तो गरेर बसेको छ गाइस, अलि देखिएको हुन्छ कि बसेको छ। हिजो मैले भिडियो आज एउटा भिडियो हालेको छु, कस्तो लाग्छ र लाइक कमेन्ट सेयर गरिदिनु होला। अब बच्चाहरू आउने बेला भयो, खाजा बनाउनु पर्यो। म खासै धनी छैन नि त गाइस, गरिब छु हैन। त्यसैले मेरो घर पनि यही तरिकाको छ कि यस्तै हो हैन, गाउँले जिन्दगी गाइस। गाउँ घरमा बस्ने त खासै काम हुन्छ र नि त। हाम्रो चाहिँ कुकुर हो के। हाम्रो घरमा चाहिँ फुल भनेपछि एकदमै धेरै मात्रामा फुलहरू हुन्छ हैन। यो फुलहरू चाहिँ फेरि हाम्रो छोराले चाहिँ एकदमै फुलहरू बनाएर राखेको हुन्छ के, मनपर्छ। अनि त्यही भएर फुलहरू एकदमै धेरै बनाएको हुन्छन् के। तर यो क्यामेरालाई कि ब्याक अन गर्ने कसरी हो मलाई पनि थाहा भएन कि, यस्तो गरेर कि त्यहाँबाट देखिन्छ नि त, के अरे बस आएको नआएको त्यहाँबाट देखिन्छ हैन। यो चाहिँ फुल हो कि, अब यो सस्तनी फुल हैन, अब कति राम्रो भएर फुलेर एकदमै धेरै राम्रो देखिन्छ क्या। त्यो चाहिँ बेलाउँथी, त्यो बेलाउँथी चाहिँ एकदमै मिठो बेलाउँथी छ। यो चाहिँ गाँजाको रुख हो कि। कहिले कहिले बाख्राहरू बिरामी भयो भने यो खुवाइदिने हो भने एकदमै सन्चो हुँदो रहेछ क्या। त्यही भएर यहाँ एउटा बुटा भयो नि राखेको है। तर चोर्न चाहिँ धेरै चोर आउँछन् यहाँ, तर हाम्रो घरमा चाहिँ सट्ट छिर्ने ठाउँ छैन नि त, त्यसैले पनि यहाँ जोगिएको छ। यो मकैबारी, यहाँ करेला काँक्राहरू छ है, तपाईँहरूलाई म देखाउँछु। यो चाहिँ देख्नुहुन्छ सबैजनाले, खेत रोप्नेको माहौल एकदमै बढी मात्रामा तातिरहेको छ गाइस खेत रोप्नको लागि। अब चाहिँ यो असार हो नि त, असार लगाइसक्यो, त्यही भएर धान रोप्नलाई कराएको छ है। म चाहिँ पहिला पहिला धान रोप्न बेस्तरै हिँड्थेँ, आजभोलि त छोडेको भएर कि के भएर कि काम गर्नै सकिन्न कि, त्यही भएर म चाहिँ खासै जान्न नि त। मैले चाहिँ आज म खेत रोप्न जान्छु है भनेर मेरो हस्बेन्डलाई भनेको, जाने होइन भन्नु अघि मैले यति गर्दा त पुगेँ छैन, तिमीले गरेर के पुग्छ एक दिन खेत ताल गएर भन्नुभयो कि, त्यही भएर म घरै बस्दिएको नगएको। यहाँ के हामी गयौँ भने यहाँ जान्छौँ,
यहाँ के हामी काम गर्न गयौँ भने सुनपँदालीको फाँट भन्छ नि त यसलाई। अनि यो चाहिँ यो खोलापारी चाहिँ माडी गाउँपालिका बोल्छ कि। माडी गाउँपालिका हाम्रो चाहिँ पोखरा महानगरपालिका बोल्छ कि। साइडमा त यो खोलाभन्दा पारी माडी गाउँपालिका, खोलाबारी भन्दा वारी चाहिँ पोखरा महानगरपालिका बोल्छ कि। हाम्रो चाहिँ महानगरपालिका हो, उता चाहिँ माडी गाउँपालिका। काफलघारी, कालिकाथान, मास्टर्न यस्तो यस्तो बोल्छ कि त्यतातिर। हाम्रो चाहिँ महानगरपालिका। मेरो घर चाहिँ म यहाँ चाहिँ पोखरा महानगरपालिका वडा नम्बर 13 आरबा भन्ने ठाउँमा। हाम्रो चाहिँ विजयपुर बोल्छ नि त, त्यही ठाउँमा हो कि मेरो घर पनि। तर कस्तो हरियाली राम्रो देखिएछ नि। हजुरहरूलाई कस्तो लाग्छ है यो हरियालीमा रमाउन कतिको मनपर्छ सबैजनाले कमेन्ट गरिदिनु होला र भिडियोलाई सेयर पनि गरिदिनु होला। धेरै जति सक्दो सेयर गरिदिनु होला। हजुरहरूको एक सेयरले पनि केही भन्ने छ हजुर। अब चाहिँ म भित्र जान्छु हैन, भित्र जाँदैछु। अब चाहिँ खाजा चाहिँ बनाउनु पर्यो हैन। भित्र चाहिँ एकदमै गर्मी भएर बसिन सक्नु छ के। अब टक्क चाहिँ मैले चिया बनाउँछु। अनि मलाई फेरि रातो चिया मन पर्दैन। खासै मैले चाहिँ रातो चिया खाँदिनँ के, त्यही भएर दुध हालेको चिया बनाउँछु नि त। अनि बच्चाहरूलाई पनि दुध हालेको एकदमै मनपर्छ, त्यही भएर अब चाहिँ चिया बनाउँछु, खाजा बनाइदिन्छु बच्चाहरूलाई। अनि अब कोही कलेज गएर कोही स्कुलबाट आउँछन् नि त बच्चाहरू, भोकाउँदै आउँछन् अनि बनाएर राखिदिनु पर्यो नि त। यस्तै हो गाइस। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरिदिनु होला, स्किप नगरिकन हेरिदिनु होला र कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला है। आजको भिडियो यति नै। अब यस पछाडि चाहिँ के समयको लागि म लाइभ आउँछु, लाइभमा आएर पनि सहयोग गरिदिनु होला, सपोर्ट गरिदिनु होला। अन्त आजको लागि भिडियो यति नै। बाई बाई सबैजनालाई। कस्तो लाग्छ सुरुमा लास्टमा पनि फेरि पनि भने सपोर्ट अझै पनि गरिदिनु भएको छ। सपोर्ट गरिदिनुलाई धेरै धेरै धन्यवाद। नगरिदिनुले पनि गरिदिनु होला र सब पनि गरिदिनु होला भन्दै म बिदा हुन्छु। अबको नेक्स्ट भिडियो भोलि म लेक साइड जाँदैछु। लेक साइडबाट पनि केही भिडियोहरू बनाएर हाल्नेछु। हजुरहरूले हेर्नु होला, मनोरञ्जन लिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। ओके बाई बाई।